नमस्ते। रचनाको क्रममा अर्को रचना जयदेव गोविन्दज्यूले लेख्नुभएको कविता सार्वत्रिक छन्दमा रहेको छ र कविताको शीर्षक छ अंगार अभिमान र हामी। र यस्तो छ: छानाले जति अक्लिए भनिरहोस्, ठाडो बनाई सिरा, गाह्रो थाम बलो निदाल नरहे, बज्रिन्छ धरतीतिर। टुप्पाबाट पलाउने मनुजमा पाइन्न भित्री गुदी, जित्ला दौड बसाके मृगसँगै बाजी लगाई कुदी। आगामा जलदूध उम्लिरहने आगो रहेसम्म हो, चङ्गाको गति दूर फैलिरहने धागो रहेसम्म हो। मान्छे हैकमबाट बाँचिरहने टेर्ने रहन्जेल हो, जस्तो बन्दुकको बढी भय हुने गोली छौन्जेल हो। डुङ्गा तार्न किनारादेखि बहना चाहिन्छ तारलेसित, गर्जो टार्न सुयोग्य वस्तु रुपियाँ चाहिन्छ टार्नेसित। भित्री तागत निम्नसम्म नभए के काम हुङ्कारको, यात्राको गतिवारसम्म नपुगे भेट्टाउला पारको। आयो नग्न बनी जियो सकसमा, रित्तो बनी जानु छ, जाँदा भूमि हिरण्य शक्ति कटुता बोकेर केलानु छ। छाडी जान सकिन्न कीर्ति जिउँदा, पाले निकम्मा हठ, ताली योग्य हुँदैन मातृमुटुमा कुल्चेर नाच्ने सठ। दानोसम्म गरिन्न सञ्चय भने गोदामको काम के, तातोसम्म हुँदैन बिस्कुन भने त्यो घामको काम के। पाखण्डी अभिमानले अमरता पाइन्न संसारमा, के आभूषण बन्द थियो जलपले पोतेर अंगारमा, के आभूषण बन्द थियो जलपले पोतेर अंगारमा, पोतेर अंगारमा। धन्यवाद।